टेक्नोलोजी अनुसार अनुसार यस्तो हुन्छ हेर न त्यो लक त फुटायो होइन लक फुटायो अनि त्यो लक फुटाइसकेपछि हामीले यहाँ ढुङ्गा राखेको तिनीहरूले हतारमा देख्दैन अनि हतार गुडाउनु त गुड्दैन गाइजहरू अब चाहिँ हामीले चाहिँ अब ट्रिक लगाउँदैछौँ दिस इज गुड आइडिया बाटोमा त नराख्ने फेरि अनि कता यता ओहो ल किसिम सही आइडिया बाइक चोर्छ भनेर गाइजहरू राम लु भन अब बाइक हराउने डरले यो हरायो भने त बाउले खेलिहाल्छ नि अनुसार खतरा छ गाइजहरू हेरेर चिउरा मासु यो चाहिँ स्प्राइट सक्नुहुन्छ हाम्रो मर्निङको ब्रेकफास्ट लाएर किसिम छ हाम्रो अनुसार किसिम के हन्टिङ हान्दैछ गाइजहरू खाना आइसक्यो सागको खान्छ ल गाइजहरू यो हाम्रो क्यानभास हो यहाँ हाम्रो अनुप र अनुप दोस्तको साथी वेलकम छ तपाईँहरू सबैजनालाई कहाँ हिँड्यौँ गाइजहरू भन्दाखेरि हामी चाहिँ अब दलचौकी हिँडेको तपाईँहरूलाई म देखाउँदै जानेछु है त सो गाइजहरू अहिले चाहिँ हामी जाँदैछौँ लगभग हामी चाहिँ अब 3 पाने चाहिँ लगभग छिटै 5 किलोमिटर रहेछ यहाँबाट हामी चाहिँ जाँदैछौँ अनि मेरो साथमा छ क्यानभास अनि साथीहरू केटाहरू रन्काउँदैछ नजाने भनेर केटाहरू लगेरै छ सो गाइजहरू हामी जाँदैछौँ तपाईँलाई मास्टर प्रेसी देखाउने छु गाइज हो त ल गाइजहरू अहिले चाहिँ हामी कहाँ छौँ भने यो कहाँ हो यो कहाँ हो गाइजहरू यो ओ के हो यो अलि सो गाइजहरू अहिले चाहिँ हामी कहाँ आइपुग्यौँ भने ठ्याक्क लाएर दलचौकी डाँडामा आयौँ हामी अनुप हाम्रो हेन्सी अनुप यता छ हाम्रो अनुपको साथी हेन्सी अर्को हेन्सी यहाँ छ क्यानभास राति कहाँ हिँडायो भनेको यहाँ लिएर आयो अन्धकार छ हाम्रो जस्तो जिन्दगी छ त्यस्तै जिन्दगी जस्तो ठाउँले अँधेरो भएको ठाउँ लाइन नभएको गाइजहरू हामी चाहिँ अहिले चाहिँ लेलेदेखि माथि दलचौकी नजिकै रहेछ आइपुग्यौँ अब हामी यहाँनिर चट्ट लाएर लाइन आएपछि चाहिँ किसिमै हुन्छ जस्तो छ लाइन छ अरे ए यहाँ मात्र नभएको ए ल गाइजहरू लाइन छ अरे तल अब हामी मुनि झर्छौँ है त ल बाइक चोरी हुन्छ कि भन्ने टेन्सन छ मासल तेरो एम्टी ओके सो दिस इज what we gonna do this 225 लक ए कम न कम वाइ गाली बिरिङ ढुङ्गा अनुप सर पुट ढुङ्गा यार टेक्नोलोजी अनुप सर यस्तो हुन्छ हेर न त्यो लक त फुटायो होइन लक फुटायो अनि त्यो लक फुटाइसकेपछि हामीले यहाँ ढुङ्गा राखेको त तिनीहरूले हतारमा देख्दैन अनि हतार गुडाउनु त गुड्दैन गाइजहरू अब चाहिँ हामीले चाहिँ अब ट्रिक लगाउँदैछौँ दिस इज गुड आइडिया कहाँ राखौँ भने अनुप सर टेक्नोलोजी पखमा भोलि बिहान उठ्दा अनुपको हुँदैन मेरो मात्रै हुन्छ अब हेर टेक्नोलोजी अलिक सानो भएछ क्या अनुप लो टेक्नोलॉजी है। कौन है ये लोग, कहाँ से आते हैं? Guys, safety is already done.
हामीले प्याक हानिदिइसक्यौँ सेफ्टीको लागि लाइन पनि आइसकेको छ गाइजहरू यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ स्टिकर हेरिदिउँ अब हामी कसको छ यहाँ माउन्टेन के हो गार्डन के हो वाच दिस नो वान आई डोन्ट नो एनी वान KTM नेपाल ओके ह्याप्पी सुरक्षा केसी अल्सो अलरेडी केम हियर ओके सुरक्षा केसी so now where is no other no one other how are you today everything good so guys we are here ल हामी चाहिँ अहिले टक्क होमस्टेमा आइसक्यो चोरले चोर्छ भनेर गाइजहरू यहाँ बाइक लुकाउने स्टाइल चलिरहेको छ किसिमै स्टाइलिस बाटोमा त नराख्ने फेरि अनुप यता ओहो ल किसिम सही आइडिया माथि जाँदैन हौ भाइ यो त अति भएर के चाहिँ गर्न आएको मलाई त बाइक चोर्छ भनेर गाइजहरू राम ए लु भयो न अब लु भयो बाइक हराउने डरले यो हरायो भने त बाबुले खेदिहाल्छ नि अनुप सर खतरा छ है दिस इज टेक्नोलोजी यो गऱ्यो भने यो गऱ्यो भने भूत आयो भनेर तर्सेर भएको छ लु गाइज अब हामी झर्दैछौँ खाजा साजा नास्ता गर्नु कहाँ हिँडेको ल गर्नु त्यही भने हामी डराएको छौँ हामी डराएकै छैन त्यही भने भन न अनुसारलाई कनेक्ट एकछिनमा पारिदिन्छ करेन्टले लगाइजहरू यही हो होमस्टे चाहिँ हात धुने कता हात यता धुने रहेछ हात धोइदेऊ गाइजहरू यता ल गाइजहरू हेर्नेर चिउरा मासु यो चाहिँ स्प्राइट हाम्रो अनुप सरहरूले स्प्राइट मात्रै खान्छौँ रे यो चाहिँ भन्छ पानी हो पानी स्प्राइट हौ स्प्राइट छ हाम्रो अब चट्ट यो चाहिँ खाजा सेट बत्ती बलेको छैन दोस्त उठाउ चेयर्स गर्नु उठाउ न छिटो उठाउ न हात गलिसम्म छिटो दोस्तहरू लो न छिटो ल उठाउ न ल ओ राख्नु हुँदैन हौ चेयर्स गरेपछि सट्ट पार्ने हो मिठो रहेछ हौ पानी स्प्राइट त ल गाइजहरू हामी चाहिँ आइसकेको छौँ अब यहाँनिर चाहिँ हाम्रो पोलाइ सुरु हुन्छ अब के पोलाइ हुन्छ भन्दाखेरि तपाईँहरूलाई थाहा छैन गीत बजाउनु लाउ न अनि ल यो गाइजहरू यस्तो भइरहेछ हामी आगो बालिरहेको छौँ ल गाइज ल ओ क्यानभास कहाँ बज्छ गीत लिएर आइज न अर्को फोनबाट बजाउँ मेरो ब्यागै लिएर आइज त भिडियो कोठाबाट गाइजहरू देख्नु सक्नुहुन्छ यहाँ आएको चाहिँ किसिम बलिसक्यो यो बार्बिक्यूको लागि रेडी छन् हाम्रो दाइले रेडी पार्दै हुनुहुन्छ चट्ट लाएर दलचौकी होइन ओए दाइहरू त खुनखार भइसक्नु भने अब दलचौकीको होमस्टे छ्याप्प लाएर किसिम खालको आगो बल्यो हामी चाहिँ यहाँनिर चट्ट लाएर यता बसिराखेको छौँ अब हामीले चाहिँ यहाँ मासुलाई छ्याप्प पोल्नेछौँ होइन अनुप सर यस सर के छ अनि कस्तो चल्दैछ अहिलेसम्मको यात्रा ठिकै थियो एकदम तर नजिकै रहेछ है सोचेको भन्दा धेरै नजिक नि उता त मासतिरसम्म त कति आगो ल ओके ल गाइजहरू अहिले चाहिँ हामी छौँ यहाँ दलचौकीको होमस्टेमा के गर्दैछौँ क्यानभास यो बार्बिक्यू हाल्दैछौँ हामीसँग मासु यहाँ किसिम किसिमको छन् यो मासुलाई अहिले हामी खाएर चुप हालिदिन्छौँ तर यो मासु अलिक टालिएर मलाई अलिकति I am sad right now. Sad and bad. Oh, sad.
अहिले चाहिँ अर्को बनाउनलाई चाहिँ बजाउनु आयो। हामी कहाँ काट्यौँ नि यस्तो चाहिँ होमस्टेमा छौँ। यो आज हामी चाहिँ यो फायर क्याम्प हाल्दैछौँ। यो कुरा आज हामी त्यस्तो रक्सी सब्जी केही खाँदैनौँ हामी। दिउँसी अनि अब लाएर एक्सट्रिमहरू खान्छौँ होइन। रेड बुलहरू पानीहरू पनि पानीहरू त जति इनफ खानुपर्छ, पानी एकदम स्वास्थ्यको लागि राम्रो हो होइन। धेरै पछि आगोलाई यस्तो च्यालेन्ज हानिदिएको डराए आगो। अन्त गाइजहरू यहाँ चाहिँ पाक्दैछ है। ओइ 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 अब एउटा गीत तिमीहरू बिहा खाएन अनि मोसल पाल्छु नजिला काट्छु है। अनुप न्यु थप्छौ अब हेर कुल्यौटा होइन यसो के कुल्यौटा जसै रिसाइसक्यो अब यस्तो गुल्दीलाई रिसाउनु म रिसाएन अनि ए अहिलेसम्म म रिसाएन। एकचोटिको पनि ट्राई गर न रिसाउनेको। सो सबैजनालाई गुड मर्निङ गाइजहरू। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। अनि हामी चाहिँ अब हिजो आएको थियौँ नाइट हान्नु जेमा पनि यसो केटाहरू साथीहरूसँग। अनि भर्खर उठ्यो, रमाइलो भयो हिजो चाहिँ। अब तपाईँहरू देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ कस्तो देखिरहेछ भनेर है त। यहाँबाट चाहिँ हेर्नु सक्नुहुन्छ यही होमस्टे चाहिँ तपाईँहरूले देख्नुहुन्छ। ओहो गाउँ जस्तै आनन्दको चराहरू कराइरहेछ। यतातिर पुरै आल्चाहरू छ। अब मकैको झुत्ताहरू देख्न सक्नुहुन्छ। अनि अब त्यस्तै हो। यो टोइलेटमा पानी अफ गर्नु। अब चाहिँ तपाईँहरूले देखिहाल्नुहुन्छ यहाँनिर चाहिँ आल्चाहरू पुरै देख्न सक्नुहुन्छ है। पुरै आल्चा आडु बखरा राम्रो छ। यहाँबाट उता के छ सो यहाँबाट उता पनि चिजहरू एकदम दामी रहेछ। तपाईँहरूलाई म देखाइहाल्छु के रहेछ भन्दाखेरि यहाँ पनि होमस्टे नै रहेछ। ओहो यताको झन् फाल्टै रहेछ, किसिमै रहेछ नि। यतातिर बाघ रहेछ हामीसँग, दुईवटा बाघ नारी देख्न सक्नुहुन्छ है। घरहरू कति रमाइलो घरहरू छ। किसिम रमाइलो रहेछ। देख्न सक्नुहुन्छ हाम्रो मर्निङको ब्रेकफास्ट लाएर किसिम छ। हाम्रो अनुप सर किसिम के हन्टिङ हान्दैछ, आलु सोल्टी क्यानभास। अनि यो चाहिँ हाम्रो मर्निङको अल्कोहल देख्न सक्नुहुन्छ। यो चाहिँ चट्ट लाएर भ्यूहरू हो। यो चाहिँ यस्तो रहेछ। तल्लो मुनि साइड चाहिँ यस्तै रहेछ होमस्टे। यो ग्रुपमै बस्ने खालको रुमहरू रहेछ यहाँ। हाम्रो बाइक पार्किङ गर्ने ठाउँ लोकलहरू। यो बाटो आउने, यहाँ माथि चाहिँ मन्दिर टाइपको रहेछ। ल किसिम रहेछ माथि। गाइजहरू खाना आइसक्यो। सागको खान्छ ल गाइजहरू अब हामी यहाँबाट हिँड्छौँ होमस्टेबाट। अब हामी निक्लिँदैछौँ। मेरो क्यानभास हेर्दैछ स्टिकर। सो अब हामी बाइकहरू स्टार्ट गर्छौँ अनि निक्लिन्छौँ है त गाइज। ल ल गाइजहरू हामी चाहिँ जाँदैछौँ अहिले दलचौकी बाटो लाग्दैछौँ। अब हामी लाग्दैछौँ घरतर्फ। तपाईँहरू देख्नुहुन्छ मेरो साथमा आलोक दोस्त छ अनि अगाडि क्यानभास। अरू चाहिँ अगाडि रन्केर गइसक्यो। तपाईँहरू सिन पनि देख्न सक्नुहुन्छ। दलचौकी जाने चाहिँ बाटो रहेछ। यो बाटो चाहिँ एकदम म चाहिँ धेरैचोटि आइसकेँ। सो अहिले चाहिँ हामी जाँदैछौँ। अब मेरो आलोक दोस्त है त। ल
सब्सक्राइब